हाम्रो चाहिँ ब्रेकफास्ट टाइम खाइदिउँ दिन्थे ससेजबाट स्टार्ट। हामी चाहिँ पेट्रोल हालेर म्याप हेर्दै सारङकोटतिर जाँदै पेट्रोलको भाउ कति रहेछ घन्टी लिटरको 187 पोइन्ट कति थियो 188 भनौँ न अब 200 चाहिँ पऱ्यो नि त पेट्रोलको भाउ त दाम नै रहेछ। साइकल चढेर जाने कि सारङकोट उता माथि रहेछ उताबाट अफरोड सुरु छ। हेरौँ न कस्तो रहेछ बाटो। कुम्लीकोटको त बाटो दामी थियो है माथि समेत फुल अन पिच छ बिचमा हल्का टर्निङहरू अलिक उकालो भयो धेरै तर राम्रो छ नि राम्रो छ जाउँ अब डाइरेक्ट सारङकोटमा। Sharp right, then your destination will be on the right. प्याराग्लाइडिङको लागि चाहिँ हावाहुरी र पानी पर्नु भएन हजुर। यस यहाँ त के हो बाजा बज्दैछ त आन्टीहरू सारङकोट अब 15 मिनट बाँकी छ। यस त्यही तिनीहरू पनि त्यसरी जानु होला हेर्दै छ इन्डियन भ्यू चाहिँ दामी देख्यो है यहाँबाट। हाम्रो राइडरलाई सारङकोट आइपुग्यो। काम फेसमा पनि यस्तो भरिन्छ यताबाट जाँदैछ यताबाट धम्पुस गान्तोक के अरे के कुसमा बागलुङ जानु त बाइक जाने रहेछ त्यही पनि किन होइन अलिकति त एक्सर्साइज गरौँ न हामी पनि यहाँ रहेछ नि त केबल कार पनि छ छन् त आइपुग्यो ल अब 1 मिनट पनि छैन हौ भरे हेर ढुङ्गामा नि भ्यू नदेखिकन प्याराग्लाइडिङ यो गणेश मन्दिर फाइनली फोटोसुट सक्यो कि फर्स्ट स्टेज चाहिँ सक्यो हाम्रो फोटोसुटको प्याराग्लाइडिङ केबल कार रोक्ने चाहिँ अलिक तलै रहेछ त्यहाँदेखि त हिँड्दै आउनु पऱ्यो नि फेरि बाइक यहाँसम्म आउँदो रहेछ त्यही त देख्थ्यो अब के गर्नु छैन वेदर पुरै धुम्म
नभए त दामी देख्यो पछाडि प्याराग्लाइडिङ हुँदैछ भिडियो भिडियो कस्तो मजा गइरहेको यस भगवानको पछाडि माथि चैते दसैँको पूजा भइरहेछ यहाँ सुनमा छ शीतल भयो है अघि गर्मी रिसाइरहेछ मेरो नि कपाल राम्रो छैन नि यहाँ यस्तो हावाले पुरा अघि पार्लर छिरिरहेको होइन कुचबी भने स्माइल त्यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदै रहेछ है चरा उडिरहेछ मान्छे चढेर चाहिँ खाना खानलाई सारङकोटमा कम आज भेजिटेरियन हामी दुईजनै एकदम प्लेन किनकि चिल्लो धेरै भयो बाहिरको है भ्यू चाहिँ केही छैन अब यत्तिकै हेर्दै कस्तो भयो दही चाहिँ गुलियो छ कि छैन छोपेर चाहिँ पुरा सेफ्टी गरेर अचार त मलाई मनपर्छ नि के भन्नु पेट दुख्यो ग्यास्ट्रिक भएर नभए त खान्थ्यो गाह्रो छ भयो घाम लागेको छ डेन्जर मलाई चाहिँ अलिक कालो कालो देखेछ कि यो क्यामेरामै त्यस्तो देखेको हो सानो मुख छ बिस्तारै छोडिहाल्यो खानु है हुन्छ भने किनभने हामीले खाना पनि खाइसक्यो एकदम लोकल खाना भेज खाएर अब तल पोखरा लेक साइडतिर जाने सारङकोट पनि घुमियो यस्तो धुम्ममा पनि टन्नै रहेछ है प्याराग्लाइडिङ गर्नेहरू आज थुप्रै रहेछ है इन्डियनहरू अलिक धेरै रहेछ ठिक हो टुरिस्ट आएको धेरै राम्रो उनीहरू इन्टरनेसनल हामी नेसनल टुरिस्ट अब भाटबाट जाउँ पोखराको हामी चाहिँ पानी जाँदैछ अब पानी परिरहेछ ढुङ्गा चाहिँ मजाले रोड चलिरहेको अझै पनि पानी आयो यहाँ चाहिँ क्या मजाले देख्नु है पानी पर्यो इधर
यताको देख्दैनौ नि त यताको भ्यू हेर्नु पाउँदैन मेन इम्पोर्टेन्ट भनेको यो चाहियो हामीलाई होइन आइपुग्यो हामी कोको बिच कहाँ राख्नु इधर ही राख दिया जाए यो होइन हेलो कस्तो भइरहेछ राइड स्कुटरको कहाँ राख्ने खै हामी चाहिँ कोको बिच आइपुग्यौँ ओहो ब्लगर गन्ती जम्मा पानी पर्यो ओके देखाउँछु पानी परिहाल्यो खत्तम कुरा पोखराको पानीको भर छैन नानीको भर छैन पानी पर्यो हामी चाहिँ कोको बिचमा जान्थ्यो कहाँ मजाले झरी सर हाम्रो चाहिँ जिन्जर खाने मन चिसो छ अलि है पानी परेर थुक्पा यो चिकन थुक्पा गन्तीको थुक्पा त थुक्पै जस्तो छ भने मेरो पनि आयो हामी बसेको होटल चाहिँ होटल मेरा स्कुटी चाहियो भने चाहिँ यही छ होइन त्यहाँ राम्रो स्कुटी पऱ्यो नि होटल स्कुटी हामी बसेको होटल चाहिँ यही हो मेरा पिक हामी चाहिँ बस पार्क आयो पोखराको तातो पानी कुन चाहिँ माल्किस्ट बिस्केट बिरे नुन पानी र हेल्दी ब्रेकफास्ट बिहान बिहान है ग्यास्ट्राइटिसले गर्दाखेरि finally
सर्ट ब्रेक तनहुँ मेग्दीमा सर्ट ब्रेक सक्यो लागौँ अब खाना ब्रेक जाम बसेँ एकदम जाम भयो मेरो चाहिँ चिकन फ्राइड राइस वेटिङमा ब्रेक सकिनु लाग्यो हाम्रो नदी भएको जुबरबाट नि पानी पऱ्यो घरमा कति घन्टा लाग्यो 10 घन्टा जाम भयो